तपाईलाई पनि भिटामिन डी कम छ हो? आजकल लगभग सबैको रिपोर्टमा यही देखिरहेछ। ट्याब्लेट खायो, रिपोर्टमा ठिक आउँछ, फेरि 6 महिनापछि रिपोर्ट गर्यो, फेरि कम आउँछ। हो, भिटामिन डी तपाईको शरीरमा टिक्नै सकिरहेको छैन। नमस्कार, म आयुर्वेद चिकित्सक वैद्य रक्षा भट्टराई। हामी चाहिँ यहाँ समस्या गलत ठाउँमा खोजिरहेछौँ कि आज एउटा मन विषयमा कुरा गरौँ जुन हो भिटामिन डी। आधुनिक चिकित्सा अनुसार चाहिँ भिटामिन डी को कमी भनेको क्याल्सियम मेटाबोलिजम बिग्रनु हो, तर आयुर्वेदले यसलाई अझ गहिरो लिएको हुन्छ। यो ठाउँमा चाहिँ आयुर्वेद के भन्छ भने अस्थि धातुको क्षय हुन्छ, हड्डीको पोषण घट्छ, धातुवाग्निको मन्द हुन्छ, शरीरको टिस्यु मेटाबोलिजम कमजोर हुन्छ, वातको वृद्धि हुन्छ। केले गर्दा जीवनशैली, अनियमित निद्रा, घामको कमी, खराब आहार, साधारण भाषामा बुझ्दाखेरि यदि पाचन र टिस्यु मेटाबोलिजम नै कम छ भने भिटामिन डी मात्र होइन, कुनै पनि पोषक तत्त्व शरीरमा टिकेर काम गर्नै सक्दैन। त्यही भएर ट्याब्लेटले केही समय त मजाले सुधार लिएर आउँछ, तर मूल समस्या भने जस्ताको त्यस्तै छ। अब यसमा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने आधुनिक चिकित्सा र आयुर्वेद दुईटै यो कुरामा सहमत छन्। घामको महत्त्व, सही पोषण, राम्रो मेटाबोलिक स्वास्थ्य, जीवनशैलीको सुधार। फरक भाषामा भनिए पनि सत्य त एउटै हो, शरीरको सत्य सबैको एउटै छ। त्यसैले भविष्यमा सायद मोडर्न भर्सेस आयुर्वेद होइन कि भविष्यमा सही निदान प्लस मेटाबोलिजम सुधार प्लस पुनरावृत्तिको रोकथाम चाहिँ गर्नु पर्यो। यहीबाट सुरु हुन्छ वास्तविक स्वास्थ्य। तपाईको भिटामिन अहिले कति छ मलाई कमेन्टमा लेखेर बताउनु होला है त।